राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जा मन्त्री दीपक खड्कालाई कुलमान घिसिङसँग माफी माग्न सुझाव दिएका छन्। ऊर्जा मन्त्रीज्यू कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नुहोस्, नत्र भने माफी माग्नुहोस्, माफी दिन्छन् जनताले, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। पुनले अगाडि लेखेका छन्, अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ। 21औं शताब्दीमा विद्युत भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्रै शक्ति हो। विद्युत भएन भने देश कस्तो होला भनेर आँखा चिम्म गरेर 1 मिनेटसम्म कल्पना गर्नुहोस् त। मर्न लागेको नेपाल विद्युत प्राधिकरण अहिले बचेको छ। अहिलेको ऊर्जा मन्त्री जस्तो विवेकहीन र लोभी पापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ। राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एकपटक सोच्नुहोस्। अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे। मन्त्री खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच टकराव चलिरहेकै बेला पुनले मन्त्री खड्कालाई कुलमान घिसिङसँग माफी माग्न सुझाव दिएका हुन्। कुलमानलाई पुनले यसअघि पनि ऊर्जा मन्त्री खड्काकै क्षेत्रमा गएर चुनाव लड्न सुझाव दिएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जा मन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले ऊर्जा मन्त्री दीपक खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन्। शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए। राष्ट्रपतिले स्वास्थ्य मन्त्रीमा स्वास्थ्य सम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनु पर्यो, शिक्षा मन्त्री शिक्षा सम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनु पर्यो। प्रचण्डले भने, अहिले त भएको के छ? मन्त्रीका अनुहारहरू हेर्नु भयो भने जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ उसैलाई ऊर्जा मन्त्री दिएको छ, अझै लुट भनेर। अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ। राम्रो काम गर्नेलाई को परेको छ, चिथोरेको छ, जसरी हुन्छ त्यसलाई सताएको छ प्रचण्डले भने। उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने समेत बताएका छन्। यदि प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने भयो भने विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन् प्रचण्डले भने। अनि मात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सक्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे। पानी दैनिक जीवनको मात्रै नभई आर्थिक समृद्धिको वाहक भएको बताउँदै उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सृजना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए। पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो, यसको सही उपयोग गर्नु आजको आवश्यकता हो। यो एउटा स्रोत पनि हो, दैनिक जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो र उपयोगी छ, ऊर्जा मन्त्री खड्काले भने। खास गरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिको तर्फ पानी प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सृजना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौं, उनको भनाइ थियो। ऊर्जा मन्त्री खड्काले जलस्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर समेत गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन्। शनिबार गोरखा पुगेका पूर्व राजा शाहले गोरखकाली मन्दिरमा पूजा अर्चना गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन्। उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताएका छन्। अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस्, केही खराब नचिताओस् भन्ने मेरो कामना छ, पूर्व राजा शाहले भने। उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाएका छन्। गोरखा आएर मलाई खुसी लाग्यो, आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो, पूर्व राजा शाहले भने। उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताएका छन्। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा सुख होस्, सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ, उनले भने। शनिबार बिहान 10 बजे पूर्व राजा शाह गोरखा दरबार स्थित गोरखनाथ मन्दिरमा पुगेका थिए। त्यहाँ उनलाई मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए। पूर्व राजा शाहले करिब 2 घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा अर्चना गरेका छन्।